आइफोन एक्सेसको लागि हजुरै हो पर्सनली युज गरिराख्नु भएको छ यो हजुर हजुर त्यो हेर्न चाहिँ खोजेको होइन फेस आइडीहरू फिङ्गरप्रिन्ट फेस आइडीहरू सबै चल्छ हजुर ए हो हजुर यो ब्याट्री एक्सेस भन्नुभयो कि हजुर एक्सेस हो एक्सेस हजुर यसमा आइएस 18 हुन्छ एक्समा चाहिँ हजुरको 16 मात्र हुँदो रहेछ अब यो 18 पछि त आउँदैन आएको हजुर 18 बजे लामो बेरसम्म चल्छ ए अपडेटहरू काम चलाउ होला होइन काम चलाउनलाई ठिक छ मलाई त्यही अर्जेन्टली एउटा फोन चाहियो बरु हो कति स्टोरेज हो यो स्टोरेज 64 है हजुर सिमहरू रिसेटहरू अपडेटहरू त सबै हुन्छ सबै हुन्छ जेन्युनै हो नि होइन त्यस्तो केही प्रब्लम ट्रु टोनहरू सबै छ हजुरको टुटोनहरू सबै ब्याट्री हेल्थ कति छ ब्याट्री 78 कि कति छ होला कति टिक्छ ब्रो युजली ब्याट्री हजुर जस अब नर्मल युजको लागि हो त दिनभरि टिक्छ नर्मल युजको लागि दिनभरि टिक्छ हजुर नर्मल कलसो उठाउने हो भने त हजुर दिनभरि टिक्छ मजाले नै अलिअलि खुसी गरी हेर्ने हो टिक्छ सिमहरू हाल्ने हुन्छ सिम पनि हाल्ने है हाल्नुहुन्छ भने चाहिँ सिम फेरि मेरो अर्को फोनबाट निकाल्नु चाहिँ होइन ठिक छ चल्छ भन्नुभएको छ होइन चल्छ भने त ठिक है अलि मिलाएर गरिदिनु न मिल्छ भए म वहाँ ललितपुरदेखि दौडेर आएको होइन मैले मिलाएर भनेको इटन टाइप पनि आउँछु भनिदिनु क्या त्यही कारण हजुरलाई भरे कल गरेको त्यही त अलिकति मिल्छ भने मिलाइदिनु मिल्छ भने मैले 11 भने देखिरहेको थिएँ क्या अब फेरि तपाईँलाई भनिसकेको थिएँ अनि ठिकै छ अब म फेरि अरू ठाउँमा खोजेर हिँड्दिनँ मलाई नि आजलाई अर्जेन्टली चाहिसकेको छ कि अनि त्यही भएर एउटा एक्स्ट्रा फोन चाहिने थियो अब हुन त मैले 25 अल्ट्रै चलाइरहेको हो मलाई चाहिँ एउटा साइड बाई साइड फोन चाहिने थियो अनि त्यही भएको भएर कामको लागि केही प्रब्लम छैन मैले त्यस्तो केही हेरिनँ हेर्नुहोस् न अब साउन्डहरू पनि हेर्नुहोस् न क्यामेराहरू साउन्डहरू ए साउन्ड एउटा चाहिँ त्यही चाहिँ क्यामेरा त हाल्छ होइन हाल्छ साउन्डहरू पनि आउँछ यिनीहरू पनि साउन्ड ड्युल नै हुन्छ ए ओके डिस्प्ले चेन्जहरू त होइन हजुरको यसमा देखाउँछ तर नि युजली जेनरली 1 डे टिक्छ भने त ठिक हो नि हजुर 1 डे चाहिँ आरामले टिक्छ कल उठाउने अलिअलि फेरि हेर्ने हुन्छ 90 नै फाइनल भन्नुभयो हजुर हुन्छ यसकै हो हजुर यसकै हो ए राम्रो खालको चार्जरै हो यो ए ओके हुन्छ लाग्यो त म ए हस् थ्याङ्क यू सो मच हुन्छ